Tanya, talap. Nasiso lerda. Kunjang. Ya namling zata Quran tanda di pujari resha ani Quran ya mata to chingye anu Quran gi dishi tongdo ji Nepali thong ma shure तामाङ टिबेटनमा चाहिँ लाचेम्बु दाचेम्बु निङछेम्बु तीनजना दाजुभाइ यहाँ घुम्न आउँदाखेरि त्यही भएर यहाँ एक्लै भएर गाह्रो भएर के आफै हाल्नु न तपाईँ कतै चाहिँदैछ हेरेर न Ya, dan namling zata finally hang de changurum che gomba lesu andini pa ya ne jasa dwe ni na sa ni changmala nyendong de thuk jo yung ra wa ye nyendong la mo tu ni chapyo na na ya gang la gomba se desha ta kimdo la de Jamling Gawang Chet Real, Tangalanga. He can't suggest. Doing also. wow view like a view. gomba gi view ra ngali ki de La shamba milya jata. Tata bus dress inje mala kodu. Maje sa pai phajo la milya. Si etora pai ri job milya. Oh. Ah. Gomba watch milya. Yo, lao su tu su.
That's Kumbagi Cafe. Kumbagi Cafe itu. Acar. Nezo. Oh, nezo. Ini setar tangan situ, tangan itu. Halo, भाई साहब. हम वहाँ पे गई सके. गई सके. Yeah. Oh, good. There, people. That main. Main there, that main. Juta bukan nih. Jangan di sini.
ये समझ ले ये दा चाट पाट दा पानी पूरी दा ये तो मल्ली दे दा हां ये मदन ले दे सम उमा दे बदली हो हां 저, 계산서. 상세세. 가도. 아, 되게 잘 되네, 야. 오, 농다 정말 아저씨도 내기 하고 싶다. 이만들나 망아지려 농다. 가서 되다. 야, 인다 깨쳐야 한다. 야, 주도수 많이 하다. 아니야. 잠깐만요. 좋아하면 됐어. 예, 짜였어, 네, 계산. 네,这也是了你。그냥 따라 와시소 내다. 네, 까마도 오지 내다. 누구지 누구지? 시소 나야 돼. 누구지? 네, 정말 제일. 맛있어. 오, 네, 또 요시 나오지. 맛있어. 지우래네. 정말 제일 좋으려 교치다. 혼자 나의 제일. 나와 지난 지. 교치다. 아마의 제일이야. 맛있어. 따야랑. 어디 있을래? 치리랑스. 한번 드는 것 같다 lun다. 아, 보고. 아.
Temba. Yeah, that's the good place. Sang logo too. So. Yeah, finally the Takmo Lujin ni sa neykor di sarso ta dini pa wala bazar la do wala choden ji ja yor choden ning ba ji yore di je andi shula khalasa anima thyen jogi gire ya namaling sa Dela toda parcha ni thongin ni kisi saza jingo tag bune ra shei ji bari di sanya bu mix ha ko
妈给物质的，别瞧不起啊！来嘛，下看的是那。对，这边都硬些，对，人都硬这么硬。去那点了，你们去全部去的，去里边。妈去tik bar，你们别去全部。Yeah, that finally list the wall. That should be such a good daddy. Tema, this is Simba. I don't want to shoot the shooting. Uma deep chuchimborda. Missama del go to Chivorda, Chukoroshiramadu. Sunshine. You must keep Hala, pet devil the call to talk. Yeah, coraggio, yaksu. I also don't know. Yeah, namling zata Quran tanda di pujari resha ani Quran ya mata do chingere ani Quran ki jishi tungdo ji Nepali thon ma shure हजुर दाइ नमस्ते नमस्ते हजुर के यसको बारेमा के छुटकरीमा बताइदिनुस् न यहाँको चाहिँ यो द्वापर युगमा अहिलेको चाहिँ कलियुग भयो द्वापर युगमा चाहिँ मासुत राजकुमार भएर जन्म लिनु भएको चाहिँ 3 जना दाजुभाइ हजुर हजुर बुद्ध धर्मसँग पनि भन्छ अनि यो मासुत राजकुमार महादेव महाप्रसाद पनि भन्छ नेपालीमा तामाङ टिबेटनमा चाहिँ लाछेम्बु ताछेम्बु निङछेम्बु 3 जना दाजुभाइ यहाँ घुम्न आउँदाखेरि अनि एउटा बगिनीले चाहिँ बच्चा पाएर अनि त्यो बच्चा पाएर चाहिँ त्यो बच्चाहरूले खान नपाएर आमा चाहिँ बिरामी रोगी भएर बिरामी भएर छटपटिरहेको चाहिँ देख्यो बच्चाको आमाको दुध पनि आएन हैन दुध पनि नआएर बच्चाहरू पनि मर्न लागेको देख्नुभयो अनि मर्न लागेको देख्नु भएपछि चाहिँ कान्छो भाइले चाहिँ दाजुहरूले सोध्नुभयो ए भर्खर बच्चा पाएछ यो खानु नपाएर छटपटिरहेछ यो संसार भर्खर संसार हेर्न नपाउँदै यिनीहरू मर्ने भयो यिनीहरूलाई बचाउनु पाए हुन्थ्यो भनेर दाजुहरूले सोध्नुभयो हैन दाजुहरूले सोध्नु भएपछि दाजुहरूले चाहिँ के भन्नुभयो भने यो बाघ भनेको मांस खाने जात हो हामीले मांस खाने कसैले बचाउनुको लागि कसैले मार्नु पर्छ त्यही भएर हामीबाट बचाउन सक्दैन भनेर दाजुहरूले भन्नुभयो त्यसो भन्नुभएपछि कान्छो भाइले चाहिँ अनि मनमा नै एकदम शान्ति भएन के अनि उहाँहरू आफ्नो बाटो लाग्नुभयो
अनि पछि चाहिँ बाटो माथि पर पुगिसकेपछि पनि त्यो बाघको भर्खर जन्मेको बच्चाहरूको मात्रै झलझली याद आइरह्यो अनि त्यसो भएपछि चाहिँ अनि दाजुहरूले चाहिँ छल गर्नुभयो कि भाइले दाइ मैले चाहिँ आमाको लागि भनेर मैले चाहिँ बास्नादार फुल टिपेर राखेको थिएँ मैले त्यही भुलेर आएछु म त्यो फुल लिएर आउँछु है दाइ भन्नुभयो दाइले चाहिँ भन्नु होइन यहाँ अब जानु हुँदैन छोडिदेऊ अब त्यस्तो फुल त पर पनि पाइहाल्छ नि भने चाहिँ होइन मेरो मम्मीलाई भनेर आमालाई भनेर मैले साँचेको मनदेखि टिपेको फुल म त्यही फुल ल्याएर दिन्छु भनेर भन्नुभयो होइन अनि दाइहरूले नजाऊ भने पनि नमानिकन आफै आएर अनि बाघको ठाउँमा आएर अनि मासु खाने भनेपछि त लुगासुगा सबै खोलेर बाघको मुखको अगाडि सुतिदिनु भयो सुतिदिनु भएपछि चाहिँ खाने त मासु खाने जात त हो नि मासु पाएपछि खाइहाल्छ नि भनेर नाङ्गै बस सुतिदिनु भएपछि चाहिँ खानु सकेन किन खानु सक्थेन भने बिरामी भएर आँखा त खोल्नु सकेको छैन भने कसरी खानु त्यसपछि नसकेपछि आफ्नो शरीरको मासु आफैले होइन काटेर रगत बच्चाहरूलाई पनि रगत खुवाएर आमालाई पनि रगत खुवाएर अनि मासु काटी खुवाएर उनीहरूलाई बचाउनु भयो अनि बचाउनु भइसकेपछि चाहिँ अनि पछि दाइहरूले चाहिँ मेरो भाइ किन आएन भनेर खोज्न आउँदाखेरि चाहिँ हड्डी मात्रै देख्नु भयो क्या है ओहो मेरो भाइले त अघि यसो सोधेको थियो हामीले यसो भनेको उसले त ल आफ्नै मासु खुवाएर पो बचाएछ बाघहरू चाहिँ हिँडिसक्यो बलियो भएर अनि त्यसपछि चाहिँ त्यो जुन अस्तु धातु छ त्यो अस्तु धातु भनेको पुटुङ होइन त्यसलाई चाहिँ दरबारमा खबर पठाए दरबारबाट राजाहरू आउनुभयो राजाहरू आइसकेपछि चाहिँ अब उहाँले चाहिँ आकाशवाणीबाट बोल्नुभयो तपाईँहरूले यो अस्तु धातु पुटुङलाई चाहिँ नलानु यहीँ स्थापना गर्नु भनेपछि चाहिँ यहाँनिर कुन चाहिँ ठाउँमा सबैभन्दा राम्रो चाहिँ राम्रो चोखो सुवर्णभूमि छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ एउटा के भेट्यो भनेदेखि मूल पानीको मूल मुहान यहाँनिर हो मुहान भनेको चाहिँ सधैँ चोखो भइरहेको छ भनेर त्यो मुहानमा चाहिँ अनि त्यो राजाले चाहिँ आफ्नो छोराको चाहिँ अस्तु धातु पुटुङ सुवर्णको कलशमा यस्तो सुवर्णको कलश भनेको यस्तो चाहिँ सुनको कलशभित्र राखेर चैत्य निर्माण गरेर चैत्यको नाम चाहिँ सप्तरत्नमय चैत्य नामाकरण गरेर अनि चैत्य निर्माण गर्नुभयो अनि त्यसपछि चाहिँ कलियुगमा चाहिँ सिद्धार्थ गौतम बुद्ध भएर चाहिँ लुम्बिनीमा जन्म लिनुभयो कलियुगमा है लिनु भइसकेपछि उहाँले पनि आफ्नो राज्य त्यसपछि राज्य त्याग गरेर बुद्धत्व प्राप्त गर्नुभयो जब बुद्धत्व प्राप्त गरिसकेपछि उहाँले शान्तिको लागि चाहिँ विश्व भ्रमण गर्दाखेरि एक दिन आफ्नो पूर्व जन्मको ठाउँमा पनि जाउन भनेर यहाँ आउनुभयो यहाँ आउँदाखेरि आफ्नो भिक्षे शिष्यहरू सबैसँग आउँदाखेरि यहाँनिर चाहिँ नमस्कार गरेर ढोक्नुभयो यहाँ आइपुग्दाखेरि ढोक्नुभयो नमस्कार गर्नुभयो पूजा गर्नुभयो श्रद्धाले ढोक्नुभयो अनि उहाँको शिष्यगणहरू भिक्षे लामाहरूले चाहिँ सोध्नुभयो प्रभु भगवान् कृपा गरेर हामीलाई पनि भनिदिनु होला हजुरले यहाँ किन ढोक्नु भएको किनभने त्यहाँ केही पनि थिएन ऊ बेलामा बनाएको चैत्य थिएन किनभने यो युग परिवर्तन भइसकेको छ झिस्को यहाँनिर के थियो झारी मात्रै थियो क्या त्यो झारीमा ढोक्नु भएपछि आश्चर्य भएर भिक्षेहरूले सोद्धाखेरि चाहिँ अनि उहाँ भगवान् बुद्धले चाहिँ भन्नुभयो कि उहाँको पूर्व पहिलाको जन्मको कहानी उहाँले सुनाउनु भयो कहानी सुनाएपछि चाहिँ सबैको हर्षले विहोर भएर सबैको आँखाबाट आँसु धर छुयो ओहो एकदम ठुलो चाहिने दान पारमिता पुरा गर्नुभएछ हजुरले हजुर जस्तो महान कसैले पनि गर्नु नसक्ने काम गर्नुभएछ हजुरको पिताजीले बनाउनु भएको जुन त्यो चैत्य छ हामीले फेरि पनि यसलाई चाहिँ स्थापना गर्नुपर्छ भन्ने चाहिँ सबैको मनमा धारणा आएर चाहिँ अनि यहाँ सबैमा प्रचार भयो कि यहाँ त यस्तो पो रहेछ भने पहिला थाहा थिएन मान्छेहरूलाई होइन थाहा नभएपछि उहाँ बुद्ध यहाँ आउनु भएपछि थाहा भयो कि यहाँनिर त यस्तो पहिला यस्तो पो रहेछ चैत्य पो रहेछ भनेर हामीले फेरि यहाँ पुनर्स्थापना गर्नुपर्छ भनेर त्यसपछि पुनर्स्थापना गरेर अनि यो चैत्य निर्माण भएपछि अनि नमोबुद्ध नाम चाहिँ पछि चाहिँ कसरी रहनु गयो भने बुद्ध भगवान्ले नमस्कार गरेर बुद्ध भगवान्ले पनि मान्नुपर्ने देवता भएको भएर नमोबुद्ध नमो भनेको नमस्कार बुद्ध भनेको बुद्ध त्यही भएर अनि यसको नाम चाहिँ नमोबुद्ध रहनु गयो अनि त्यहाँनिर एउटा पालबाट हेर्ने भनेको पनि त्यही कुटुम्बलाई दर्शन गर्ने हो त्यहाँ पाल छ त्यसलाई दर्शन गर्ने हो अनि त्यहाँ धारा यहाँभित्र पोखरी भएको यहाँनिर धारा पनि छ पहिला पानी आउँथ्यो अहिले चाहिँ पानी अब मान्छेहरूले आफ्नो आफ्नो घरमा इनारहरू बनाएर पानी सुकेर अहिले आउँछ त्यस्तो पवित्र ठाउँ हो कि कति वर्ष पुरानो यो 6000 वर्ष पुरानो चैत्य है चैत्य त अब बुद्ध भगवान्ले पछि निर्माण गरेको भयो बुद्ध भगवान् आइसकेपछि यहाँको इतिहास चाहिँ 6 वर्ष पुरानो 6000 वर्ष 6000 बुद्ध भगवान् जन्मिनु भएको 2600 वर्ष भयो यहाँको चाहिँ 6000 वर्ष पुरानो इतिहास
ल ल ल धेरै धेरै धन्यवाद हजुरले यसरी यहाँ 3 जना हुनुहुन्छ हेर्नु त दाजुभाइ मैले भने नि अँ यो दायाँ बायाँको दाजुहरू ऊ बेलाको ऊ बेलाको है साइके यो पछि थपेको यो अगाडिको चाहिँ यिनीहरू चाहिँ पछि थपेको यो ऊ भगवानको बुद्ध भगवान आएपछि बुद्ध भगवानकै उसबाट बनाएको चाहिँ यो ल म यसरी हेर्न चाहन्छु त यो पल चाहिँ कहाँ छ यो हेर्नु पल ए यो हो ये दिल एक साथ दिल शायद भएर एक्लै भएर गाह्रो पर्यो कि आफै हाल्नु न तपाईँ कति चाहिन्छ हेरेर नफाल्नु होइन आफै हालेर गर्नु न कति के चाहिन्छ ल हाल्नु न आफै आफै हालेर जानु या दादा या त खालासा चाहिँ खाला मिचिगलाको मुसुम रहेछ अनि फर्स्ट मिरेर पिन्छ छ अनि खालासा चाहिँ त तिनी पनि भक्तपुर या ने चासम को भक्तपुर ने को रे ने चांगा रे नमलेंग सो हिन्दू मुदुन सिरो नाम लासो
यहाँ पोखरी कति भयो आउन हामी देखाउँछौँ कोले गर्न हाम्रो बाछाले ढाबाको छ त अर्को छ यहाँ उतै भन त Ya, ta Bhaktapur lesta Bhaktapur ani di nongol la ya. Nang bagi ni mau cari deh. 지수 죽었습니다. 죽었습니다. 아마 하셨으면 Dane sama ko ni Bhaktapur nas la Bhaktapur. Sama dia. Sama ko. Kau dulu. 정도.
Hey, busy game. 나와. 더 버터다. 나온다는 거. 예, 다 주지 몰라지. 아, 내가 그거 다 꼬꼬리. 어.